छुच्चा रहेछ नि हौ मौरी त अम्म किचनमा देख्दैछ यहाँ अलिक पर्छ ल म है यो चाहिँ सबै म त दामी रहेछ नि तर कम्ती छ प्रभुजी कसरी निकाल्नु नि होइन हौ परदेखि नै काट्नु सजिलो हुन्छ केक हो त्यो खासमा चाहिँ नि यो मौरी चाहिँ नि दिउँसो काट्नुपर्ने हो तर पनि अब खै मलाउने अब यताको फेरि कुचो सही बाबा ल म चाहिँ यहाँ चाहिँ बन्यो अरे यो चाहिँ यो चाहिँ दामी है के डराउँदो म है यो क्यामेराको टस्ट भुत्ते त हुँदैन होला नि काट्दा कहाँ भुत्ते हुन्छ पनि कुचो कति बिजोकले पारेर लाएको तर्सेर पुरा पुग्यो तपाईँलाई मैले बच्चा छ बच्चा भित्र यो मान्छेहरू त हात्ती त पक्कै मामाको हात पास भएको त्यो मौरीले खाएर अरू के छ भने हजुर त्यो बच्चा चाहिँ छाड्नु मिल्यो भने छाड्नु न अरू केही छैन त्यो बच्चा त्यो बच्चा चाहिँ छाड्नु मिल्यो भने चाहिँ छाडिदिनु गान्तोक आगेले चाहिँ खाला छ यो चाहिँ सुगर हुनेर सादा फेरि यो न म चाहिँ डल्लै कहाँ छ खाँदिनँ खाँदिनँ ल मामा त्यत्रो चाहिँ काटेको बच्चा त छैन होला नि ह्यापी बर्थडे पर थाक लडिरहेको छु म एक पाना आदि यो एक पाना आदि होइन यो डल्लै छ आज यो यत्रो लामो छ अन्त भने भित्र कति लामो परसम्म यसलाई चाहिँ भन्छ हरिसेल पनि हरिसे यो चाहिँ लामो पाना हाल्ने हो यो चाहिँ एक पानाले काफी हो लामै निकाल्नु नि म हेलमेट मगाइदिइराखिदिन्छु ल यहाँ यत्रो लामो हुन्छ है चुयो मामा चुयो नाङ्लोमा राख्दा यो त लामो चाहिँ बाबा मलाई लिनुहोस् न भन्नु नि म हुँदैन भन्छु नि लिनुहोस् न एउटा नाङ्लो जत्रा छ त चिलाउँदैन नि भैया किन यहाँ छ मामालाई मौरी त बेस्ट फ्रेन्ड हो नि त मामा र मौरी मौरी चाहिँ मेरो घनिष्ठ मित्र है बहिनी तर हल्का फल्का चिल्यो भने अब भन्नु हुँदैन नि यो चाहिँ मौरी है राणा चाहिँ उहाँ कुद्दैछ कुइन चाहिँ ल कुइने उयो होला हो कुइन देखाउनु त ठुलो
पछि गयो 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 अलिकति देखेको छु रानी हुन्छ त्यो हेर्नुहोस् त त्यो पर्छ क्या अन्त आउँथामा राख्नु भाँडा हो निसाउँदिन होइन अन्त मजाले या त यो थाङ्ना रस नगरिकन यो चाहिँ प्योर मह होइन यो त माथि झरेको छ हो यसरी आउँदैछ मेलमा जस्तो ल खै गले गले होइन यसको हातभरि गले यतिको लागि तिमीले निचरेको नि भाइ धुरा होला फेरि बुट्टाको मात्रै यस्तो निस्किँदैन नि बुट्टाको त निकाल्नुपर्छ होइन यस्तो हुँदैन मौरी एउटा पस्यो पिङ्केरै छ भित्र स्विमिङ कस्तो गरम हुन्छ म उचाल्दा उचालिँदैन अब यो त त्यो मेरो तौलिनु ल्याउन तौलिनु यसरी म वेट गर्छु नि हौ आम्मा 2 केजी अलिकति ओ 1 केजी 95 झन् 2 केजी आएछ है वेट गर्ने चाहिँ फेरि अन्दाज हुन्छ यो ओजन उचाल्नु नि यो मह जस्तो यस्तो हुँदैन नि त प्योरहरुको बोतलहरुको भनेको 2 बोतल हुन्छ टक्कै यो डल्लेमा चाहिँ टक्कै 3 बोतल आदि जान्छ